स्प्रे मारिदिन्छु पिचु पिचु पिचु। नमस्कार साथीहरू, सब बढिया? स्वागत छ फेरि पनि अर्को नयाँ ब्लगमा। ल सुरु गरौँ। यो हातमा ब्याग होइन बोस, सपना बोकेर हिँडिरहेको छु विराटनगरदेखि काठमाडौँ। नहर पुगेर हेर्दा साथी पनि जानलाई स्ट्यान्ड बाई मोडमा रहेछ। मालिक बिस्कुट खोइ त। आएर दिन्छु, यहाँ दोकान छैन। ढिलो भयो। ओके खाली चाहिँ जाने हो। रोक्नु रोक्नु, एयरपोर्ट छोडिदिने काका। ल बसौँ बसौँ। आजको ब्लगमा हामी केही गर्न आएको होइन, तर क्यामेरा अन गरेपछि गर्नै पर्यो। धुम्म चले धुम्म चले धुम्म चले धुम्म चले धुम। काका यही रोकिदिनु। कति भयो काका? तत्त्य देव तत्त्य द। हुन त 30 दुना 60 भयो, तपाईँ 100 रुपियाँ राख्नुहोस्। ये बात। एयरपोर्ट भित्र छिर्नु अघि बडीलाई रिफ्रेशमेन्ट चाहियो भनेर गोर्खा जुस हान्दिए। जुस त जुस हो, तर कन्फिडेन्स 2x फुल भयो। मजा यालो मजा यालो। अब डर लाग्दैन प्लेनमा जुस खाएपछि। ये क्या सुन रहा हूं मैं? प्लेन आउने टाइम भयो र हामी एयरपोर्ट भित्र छिर्यौं। एयरपोर्ट परिसर भित्र प्रवेश गर्ने बित्तिकै व्यवस्थित सडक र दुवै छेउमा जोगाइएका रुखहरूले ठाउँलाई शान्त र सभ्य बनाएको छ, जहाँ हरियालीले स्वच्छता र अनुशासनको राम्रो अनुभूति दिन्छ। वाउ नाइस। ए बाबा टिकट छ? यहाँ छ ब्रो। ल जाँदा हुन्छ। ब्याग चाहिँ यसमा राख भाइ। ओके। ब्यागलाई स्क्यान मेसिनमा हाले र अर्कोतिरबाट ब्याग निस्किएपछि उठाएर बोर्डिङ पास लिन गए। सरजी यो लिनुहोस् आइडी, दिइहाल्नुहोस् बोर्डिङ पास। साथै यो पालि देशमा घन्टी बज्छ कि बज्दैन? यहाँ गर्लफ्रेन्डको मेसेजको घन्टी बजेक गर्छ। 5 मिनट रिप्लाई ढिलो भयो भने तिमी चेन्ज भयो अरे। हिजो बेबी खाना खायो भनेर सोध्यो, मैले अहिले खाँदैछु भने, अनि भिडियो कल गर्यो, प्लेट भेरिफाई गर्नु। यसको गर्लफ्रेन्डले त एयरपोर्ट भन्दा पनि टाइट सेक्युरिटी चेकिङ गर्दो रहेछ। क्या बात गर्दा। पास लिइसकेपछि दोबारा ब्यागलाई स्क्यानरमा हालेर चेक जाँच गराएर भित्र छिरिहाले। बोर्डिङ अघि ब्लाडरले दंगा फैलायो। अघि डर भगाउन खाएको जुसले मलाई जोरले स्प्रे आयो। मजा यालो मजा यालो। मालिक यो पास पक्रिनु त म पनि स्प्रे हानेर आउँछु के। गइहाल्नु। फ्लाइटमा डर लागेर पेटमा स्प्रे हुन सक्छ, रिस्क नै लिने का। उता प्लेन डिले छ र यता साथी बाहिर आएपछि मुख हेर्दा बुझिसके यो नि स्प्रे स्पेशलिस्ट रहेछ। एकदम बडीले बोलाएको स्प्रे हान्ने इमर्जेन्सी मिटिङ एटेन्ड गरिसकेपछि बल्ल प्लेन आयो र हामी लाग्यो प्लेनतिर। एयर होस्टेसले नमस्ते गर्दै स्वागत गर्यो। त्यो नमस्तेले लाग्यो वेलकम टु 5 स्टार बस सर्भिस। कृपया सिटको पेटी बाँध्नु होला, अब उडान भर्ने हो। सिटमा बसे, बेल्ट लगाए, लाइफको टेन्सन पनि बेल्ट जस्तै टाइट गरिदिए। प्लेन हिँड्यो फुल स्पिडमा। टेकअप भयो, स्पिड अलि कम भयो, अझै माथि गयो, अझै स्लो भयो, अनि 81 हावामा रोकिदियो। म भित्रै सोध्दै थिए, पाइलट दाइले हावामा पार्किङ त गरेको होइन नि? पृथ्वी घुमेर प्लेनको तल काठमाडौँ आएपछि अनि ल्यान्ड गर्छ होला, पेट्रोल बचाउँदैछ हो। क्या बात करता है यार? यता एयर होस्टेसले हात खुट्टा हावामा नचाउँदै इशारा देखाउन थाली। आई लभ यु टु भन्दिम कि क्या हो? सर चकलेट फ्री हो? यस सर फ्री हो। त्यसो भए एक बोक्टा लिदिम न। फ्री हो भनेपछि त बल्कमा लिनु नि सर्भिस नै हो। यस्तो अपर्च्युनिटी कसले छोड्छ बे? पाइलट साहब मेरो गाउँ आइहालेछ त, रोकिदिनु। यत्रो महँगो टिकट काटेर आए यार, कम से कम 1 घण्टा त उडाउनु नि, आधा घण्टामै ल्याइदियो यार। त्यही त अहिले कुरा गर्नुपर्छ, मजाले झुला झुल्नै पाएन। गोर्खा जुसले गर्दा प्लेन त झुला जस्तो लाग्दो रहेछ। प्लेनको झ्यालबाट काठमाडौँ हेर्दा यो त गुगल म्यापको HD भर्सन रहेछ। कति सानो सानो घर। वाह वाह। फाइनली ल्यान्ड भयो र प्लेनबाट बाहिर निस्किएपछि काठमाडौँको हावाले भन्यो, वेलकम स्प्रे स्पेशलिस्ट। साथीहरू, तपाईहरुलाई यो ब्लग कस्तो लाग्यो कमेन्टमा भन्नु होला। भिडियोलाई लाइक शेयर र पेजलाई फलो गर्नु होला। भेट्ने छु अर्को ब्लगमा। अरे भाइ साहब, मलाई त फेरि स्प्रे आयो काठमाडौँ आएर पनि। मजा यालो।